सम्पूर्णलाई स्वागत छ। नेपाल बैंक लिमिटेड तह 3 कनिष्ठ सहायक गोल्ड टेस्टरको चाहिँ एक्जामको सोलुसन लिएर आएको छु। सुरुदेखि अन्त्यसम्म हेर्नु होला है त। तपाईहरुको आन्सर कति मिल्यो यदि कन्फ्युजमा हुनुहुन्छ अहिलेसम्म भने पनि कमेन्ट गर्न सक्नुहुन्छ। म आन्सर दिनेछु हजुरहरुलाई। ओके, ढिला नगरिकन सुरु गरौँ आजको प्रश्न उत्तर। प्रश्न नम्बर 1 मा रहेको छ नेपालका आदिवासी जनजातिहरू मध्ये अति सीमान्तकृत समूह भित्र पर्ने आदिवासी जनजाति कुन हो र यसको राइट आन्सर रहेको छ अप्सन सी लोमी हो है। अब प्रश्न नम्बर 2 which of the third highest mountain above 8000 meter in Nepal नेपालमा रहेका 8000 मिटर भन्दा अग्ला हिमाल मध्ये तेस्रो अग्लो हिमाल कुन हो र यसको राइट आन्सर रहेको छ अप्सन डी लोत्से। सकलमा 14मा सबैलाई थाहा छ है। यसरी गर्दाखेरि तपाईले आन्सर मिलाउनुहुन्छ। अब अर्को प्रश्न सकलोह भनेपछि लह चाहिँ लोत्से भनेर आयो हैन, यतिकै आन्सर मिलाइहाल्नु भयो। अब अर्को प्रश्न नम्बर 3 पासाङ लामो शेर्पाले सगरमाथा आरोहण कहिले गरेकी थिइन् र यसको राइट आन्सर रहेको छ अप्सन बी विक्रम सम्वत 2050 वैशाख 10 गते गरेकी थिए। अब प्रश्न नम्बर 4 नेपालको संविधानको कुन भागमा नागरिकता सम्बन्धी व्यवस्था गरिएको छ र यसको राइट आन्सर रहेको छ अप्सन बी भाग 2 मा नागरिकता सम्बन्धी व्यवस्था गरिएको छ। अब प्रश्न नम्बर 5 लोकसेवा आयोगको स्थापना कहिले भएको र यसको राइट आन्सर रहेको छ अप्सन डी अर्थात विक्रम सम्वत 2008 मा चाहिँ नेपाल लोकसेवा आयोगको स्थापना भएको हो। अब प्रश्न नम्बर 6 नेपालको संविधान अनुसार आधारभूत तहसम्म शिक्षा व्यवस्थापन गर्ने प्रमुख जिम्मा कसको हो र प्रश्न नम्बर 6 को राइट आन्सर रहेको छ अप्सन सी अर्थात स्थानीय तह। अब नेक्स्ट क्वेशन प्रश्न नम्बर 7 नेपालमा कुन निकायले मौद्रिक नीति जारी गर्दछ र यसको राइट आन्सर रहेको छ नेपाल राष्ट्र बैंकले मौद्रिक नीति जारी गर्दछ। प्रश्न नम्बर 8 तलका मध्ये कुन कारोबार बैंकको वसुलात बाहिरको कारोबार पर्दछ र यसको राइट आन्सर रहेको छ अप्सन बी अर्थात बैंक ग्यारेन्टी। अब प्रश्न नम्बर 9 हाल नेपालमा कतिवटा वाणिज्य बैंकहरू रहेका छन् र यसको राइट आन्सर रहेको छ अप्सन बी 26 वटा रहेको छ। अब नेपालको पहिलो बैंक कुन हो र यसको राइट आन्सर रहेको छ नेपाल बैंक लिमिटेड। प्रश्न नम्बर 11 नेपालको बैंकिङ इतिहासमा निजी क्षेत्रको प्रवेश कहिलेदेखि भएको र यसको राइट आन्सर रहेको छ अप्सन डी अर्थात 2000 विक्रम सम्वत 2041 देखि चाहिँ नेपालमा निजी क्षेत्रको प्रवेश भएको। प्रश्न नम्बर 12 बैंक तथा वित्तीय संस्था सम्बन्धी 2073 बमोजिम पूर्वाधार विकास बैंक तलका मध्ये कुन वर्गमा वर्गीकरण हुने प्रावधान छ र यसको राइट आन्सर रहेको छ अप्सन डी माथिका कुनै पनि होइनन् है, कुनै वर्गमा वर्गीकरण हुन प्रावधान छैन। अब नेक्स्ट क्वेशन प्रश्न नम्बर 13 बैंक तथा वित्तीय संस्था सम्बन्धी 2073 बमोजिम सञ्चालकको पदावधि बढीमा कति वर्षको हुने व्यवस्था छ र यसको राइट आन्सर रहेको छ अप्सन सी 4 वर्षको हुने व्यवस्था छ। प्रश्न नम्बर 14 कम्पनी ऐन 2063 अनुसार पब्लिक कम्पनीको विशेष साधारण सभा गर्नको लागि शेयरधनीहरूलाई कम्तीमा कति दिन अगावै सूचना पठाउनु पर्दछ र यसको राइट आन्सर रहेको छ अप्सन बी अर्थात 15 दिन भित्र चाहिँ सूचना पठाउनु पर्दछ है त। अब प्रश्न नम्बर 15 अनि तपाईले यो पीडीएफ चाहिँ हाम्रो टेलिग्रामबाट डाउनलोड गर्न सक्नुहुन्छ है त। त्यसमा आन्सर टिक गरेको पीडीएफ डाउनलोड गर्न सक्नुहुन्छ। अब तपाईले एनआरबी आरबीबी एडीबीएल तयारी गर्न चाहनुहुन्छ एनबीएल भने चाहिँ तपाईले चाहिँ हाम्रो टेलिग्राममा जोइन गर्न सक्नुहुन्छ। अनि टेलिग्रामको डिस्कसन ग्रुप नेपाल राष्ट्र बैंक राष्ट्र वाणिज्य बैंक एडीबीएल को डिस्कसन ग्रुपमा जोइन गर्नु होला। अनि डेली 9 PM फ्री क्लासेस र फ्री पीडीएफ को लागि हाम्रो युट्युब च्यानललाई सब्स्क्राइब गर्नु होला। र अब अर्को प्रश्न नम्बर 15 कम्पनी ऐन 2063 बमोजिम कार्यालय भन्नाले केलाई बुझिन्छ र यसको राइट आन्सर रहेको छ कम्पनी रजिस्ट्रारको कार्यालय अफिस अफ द कम्पनी रजिस्ट्रार। अब नेक्स्ट क्वेशन प्रश्न नम्बर 16 तलका मध्ये कुन रसायनमा सुन घुलनशील हुन्छ र यसको राइट आन्सर रहेको छ नन अफ द एबभ। कसैले चाहिँ कुनै इन्स्टिट्युटहरुले चाहिँ मर्करी दिएको छ तर मर्करी होइन जस्तो लाग्छ मलाई है। तपाईहरुले चाहिँ के टिक गर्नु भएको छ कमेन्ट गर्नु होला। हाइड्रोक्लोरिक एसिड हुँदै हैन, नाइट्रिक एसिड पनि होइन, नन अफ द एबभ चाहिँ हो। तपाईले चाहिँ कुन चाहिँ राइट गर्नु भएको छ तपाईले चाहिँ के चाहिँ लाग्छ कमेन्ट गर्नु होला यो आन्सर चाहिँ। प्रश्न नम्बर 17 सुन कति तापक्रममा पग्लन्छ
र यसको राइट एन्सर रहेको छ अप्सन डी 1064 डिग्री सेन्टिग्रेडमा पग्लन्छ। प्रश्न नम्बर 18 नेपालमा हाल कतिवटा सार्वजनिक संस्थानहरू नाफामा सञ्चालित छन् र यसको राइट एन्सर रहेको छ अप्सन सी हाल चाहिँ 22 वटा सार्वजनिक संस्थान चाहिँ नाफामा सञ्चालन छन्। प्रश्न नम्बर 19 आर्थिक सर्वेक्षण 2078-79 अनुसार 2078 पुससम्ममा बैंक तथा वित्तीय संस्थाको निष्क्रिय कर्जाको औसत अनुपात कति प्रतिशत रहेको छ र यसको राइट एन्सर रहेको छ अप्सन बी अर्थात् 1.3% रहेको छ। अब प्रश्न नम्बर 20 नेपालमा 9औं राष्ट्रिय खेलकुद प्रतियोगिता कहिले सम्पन्न भयो र यसको राइट एन्सर रहेको छ विक्रम सम्वत 2079 अप्सन डी हो राइट एन्सर है त। अनि तपाईहरुले चाहिँ यस्तै फ्री क्लासेसहरु र फ्री पीडीएफहरु प्राप्त गर्न चाहनुहुन्छ भने हाम्रो टेलिग्राममा जोइन गर्न सक्नुहुन्छ र हाम्रो टेलिग्राम ग्रुपहरुमा जोइन गरेर डिस्कस गर्न सक्नुहुन्छ। आफ्नो तयारीको बारेमा चाहिँ धेरै साथीहरुसँग मिलेर कुराकानी गरेर आफ्नो तयारीलाई अझै अब्बल र दरिलो बनाउन सक्नुहुन्छ है त। अनि यदि हाम्रो यस च्यानलमा नयाँ हुनुहुन्छ र यस्तै तयारी गर्न चाहनुहुन्छ भने अनि सब्स्क्राइब लाइक शेयर अवश्य गर्नुहोला। हस्त थ्यांक्स फर वाचिङ।